3 वर्षकी नानी गरिमा, जसले यो संसारलाई राम्रोसँग चिन्न समेत पाएकी थिइन, तर आज उनी हामी बीच रहेनन्। बाराको जितपुर सिमरा 1 मा भएको यो दर्दनाक घटनामा 2 नाबालक सहित हालसम्म 9 जना पक्राउ परेका छन्। प्रहरीले बलात्कार, अपहरण तथा जान सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको जनाएको छ। तर अब प्रश्न केवल यति मात्र होइन कि कति जना पक्राउ परे, प्रश्न हो गरिमाले न्याय कहिले पाउँछिन्। गरिमाको परिवारप्रति हार्दिक श्रद्धाञ्जली। यो पीडा शब्दले बयान गर्न सकिँदैन, तर सरकारसँग हाम्रो प्रश्न छ, बलात्कार जस्तो जघन्य अपराध रोक्न कानुन कति कडा बनाइदिएछ? अपराधीलाई छिटोभन्दा छिटो निष्पक्ष अनुसन्धान र कानुनी कारबाहीको सुनिश्चितता कहाँ छ? पीडित परिवारले न्याय पाउने ग्यारेन्टी कहाँ छ? र सरकारले 3 बुँदे सहमति गर्छ, घोषणा गर्छ, तर के ती सहमतिले वास्तवमा यस्ता अपराध रोक्न सक्छन्? शालिग बनाउनु मात्र समाधान हो त? भोलि गरिमाको शालिग बनेर उभियो भने त्यो परिवारका लागि श्रद्धाको प्रतीक त होला, तर त्यही शालिग हेर्दा आमा बुवाले आफ्नी छोरी गुमाएको पीडा झन् झल्झल्ली सम्झिनुपर्ने अवस्था पनि त आउला। हामीलाई शालिगभन्दा पहिले न्याय चाहिन्छ। हामीलाई भाषणभन्दा पहिले कडा कानुनी कार्यान्वयन चाहिन्छ। र सबभन्दा महत्त्वपूर्ण, यस्तो अपराध गर्नु अघि अपराधीले 100 पटक सोच्नुपर्ने निवारक कानुन र प्रभावकारी न्याय प्रणाली चाहिन्छ। बलात्कार र बालिकामाथिको हिंसामा दोषी ठहरिने व्यक्तिलाई कानुनको दायरामा ल्याएर कडाभन्दा कडा कानुनी सजाय दिलाउनुपर्छ। तर सजाय मात्र होइन, अनुसन्धान निष्पक्ष गर्नुपर्छ, प्रमाण सुरक्षित राख्नुपर्छ, पीडित परिवारलाई संरक्षण र न्यायको अनुभूति हुनुपर्छ। किनकि गरिमालाई अब भाषणले फर्काउन सकिँदैन, शालिगले फर्काउन सकिँदैन, आश्वासनले फर्काउन सकिँदैन, तर गरिमाको मृत्युले एउटा प्रश्न पनि सधैँ जीवित राख्नेछ। नेपालका छोरीहरू सुरक्षित कहिले हुनेछन्? सरकारसँग हाम्रो एउटै माग छ, घटना भएपछि सहमति होइन, घटना हुनु अघि डराउने गरी कानुन बनाऊ। अपराध भएपछि भाषण होइन, दोषीमाथि कडा कारबाही गर र गरिमाका लागि केवल शालिग होइन, न्याय देऊ। गरिमा जस्तै हजारौं नेपाली छोरीहरू यसरी बलात्कृत भएर, शोषित भएर ज्यान गमाउनु पुगेको छ। सबैले न्याय पाउनुपर्छ। गरिमाको आत्माप्रति हार्दिक श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति संवेदना। न्याय नहुँदासम्म प्रश्न गरिरहौँ, न्याय नहुँदासम्म आवाज उठाइरहौँ।